मुलाको अचार मन नपर्ने त प्राय कमै नै होला हैन। मलाई चाहिँ मन पर्छ। अनि प्लस मेरो घरको अचार नि सकिन लागेको थियो, ठ्याक्कै उहाँको कमेन्ट देखेँ मैले। मुलाको अचार बनाउने भएपछि भिडियो नि बनाइहालौँ न भनेर मैले भिडियो शेयर गरेको छु। मैले चाहिँ अचारको लागि 2टा मुला लिएको छु, एउटा गाजर लिएको छु है। हजुरहरूले चाहिँ कति बनाउन चाहनुहुन्छ त्यही अनुसारको मुला लिनु होला। अनि कटिङ चाहिँ आफ्नो जुनसुकै स्टाइलले काट्न सक्नुहुन्छ, जस्तो मन पर्छ त्यसरी नै। अनि मलाई चाहिँ यो मुलाको अचार चाहिँ हैन कस्तो त्यो खाने बेलामा नि कस्तो क्रन्ची हुन्छ नि, कुरुङ कुरुङ बज्ने त्यस्तो टाइपको मन पर्छ क्या। अनि मैले चाहिँ 2-3 घाम जति नै सुकाएको छु है। अलि सुकेकै मन पर्छ, हुन त त्यस्तो धेरै त सुकेको छैन, तर पनि मलाई मन पर्ने जति चाहिँ सुकेको छ है। त्यसपछि चाहिँ अब अचार हाल्नको लागि चाहिँ हामीलाई चाहिन्छ मेन भनेको तोरी। तोरीलाई राखेर एकछिन भुट्दिने। त्यसपछि चाहिँ मैले अरू मसलाको लागि चाहिँ जिरा, थोरै धनिया, अनि टिमुर, अनि खुर्सानी राखेर मजाले भुट्दिने यसलाई पनि। यो मसला चाहिँ अरू कुरामा पनि युज हुन्छ, त्यही भएर अलिकति बढी नै बनाएको छु। अनि यो सेलाइसकेपछि चाहिँ मैले 2 थरीकै मसलालाई पिन्दिए। त्यसपछि लाग्छ मसला मोल्नेतिर। अनि यो मुलाको माथिबाट चाहिँ ड्राई गरेको खुर्सानी, अनि अघि पिनेर राखेको तोरीको धुलो, अनि यो ड्राई गरेको लसुन अदुवा, अनि त्यसपछि अघि लास्टमा पिनेको जिरा धनिया खुर्सानीको धुलो राखिदिने। अनि यो ग्रिन पिस चाहिँ अप्सनल हो। त्यसपछि स्वाद अनुसार नुन, अनि रातो खुर्सानीको धुलो राखेर मजाले मिक्स गरिदिने। सबै कुरामा मसला मिक्स हुने गरेर मजाले मोल्दिने। त्यसपछि चाहिन्छ तोरीको तेल। अनि मैले तोरीको तेल प्यानमा राखेर अनि फुराइदिए। मेथी अनि बेसार राखेर अनि माथिबाट झानिदिए। हजुरहरूले चाहिँ चिसै पनि राख्न सक्नुहुन्छ तेल चाहिँ। त्यसपछि मजाले मोल्ने, अचार रेडी भयो। हुन त यो अचार आफ्नो आफ्नो तरिकाले जसरी बनाउनु भए पनि हुन्छ है, मलाई चाहिँ मिठै लाग्छ। अनि मैले लास्टमा थोरै भेनिगर राखेको छु, हजुरहरूले चाहिँ राख्न नि सक्नुहुन्छ, नराख्नु भए पनि हुन्छ, राख्नै पर्छ भन्ने छैन। कागती पनि राख्न सक्नुहुन्छ। अनि सिसाको भाँडामा चाहिँ मजाले खाँदै खाँदै हालिदिने। अनि अचार चाहिँ रेडी भइसक्यो, एकदमै मिठो भएको थियो है। हजुरहरूलाई पनि मनपर्छ भने चाहिँ ट्राई गर्नु होला। यो अचार सबैले बनाउन पनि आउँछ, एकदम इजी पनि छ। अनि भिडियोलाई लास्टसम्म हेरिदिनु भएकोमा